कति राम्री हो नि त्यो दाँत त झनै कति राम्रो हो। हेलो नमस्कार शिवारो, हजुरहरूलाई स्वागत छ मेरो युट्युब ब्लगमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला? म त एकदमै धेरै सन्चै छु। अनि म खुसी पनि छु किनभने 2 दिनको बादमा 4-5 जना सब्सक्राइबरहरू बढ्नुभयो। किनभने 4-5 जना मतलब कि 1 जना बढ्नु पनि ठुलो कुरा हो। अनि हजुरहरूलाई धेरै धेरै धन्यवाद जसले गर्नुभयो, जसले माया गर्नुभयो। अझै पनि सब्सक्राइबर गर्दै जानु होला। म राम्रो राम्रो भ्लगहरू ल्याउने छु। अनि म चाहिँ अहिले पानी लिन जाँदैछु। हाम्रो धारा देखाउँछु ल हजुरहरूलाई। अनि यो चाहिँ हाम्रो पल्लोटार हो, पानीको यो चाहिँ यता छ। यो चाहिँ रोड हो पल्लोटार जाने। अनि म चाहिँ पानी लिन जान्छु जहिले पनि साथीहरू। अहिले आम्मामा ट्र्याक्टरको टायरहरू हेर्नु न, कति ट्र्याक्टरको टायर त। आज चाहिँ मेरो साथीको बहिनीको चर्चमा बिहे छ। हामीलाई पनि इन्भाइट गर्नुभएको छ। अब हामी चाहिँ त्यहाँ जानुपर्ने हुन्छ। अब हामी चाहिँ तयारी भयौँ। अब भने चाहिँ बिहेतिर जान्छौँ साथीहरू। अहिले बिहेमा भेटेर आउँछु। अनि यहाँनिर मेरो लुक्स चाहिँ जस्तो छ। यो चाहिँ मेरो सबै साथीले दिएको, जुन मैले यो लाएको सबै साथीले दिएको। कति राम्री हो नि त्यो दाँत त झनै कति राम्रो हो। आहा बाबा रे, त्यो हँसै चाहिँ झन् कति राम्रो हो। आम्मा कस्तो राम्री मान्छे हो। तेर्सो पार्नुपर्छ, तेर्सो पारेन अन्त लास्ट र तुलही भिजा राईलाई म उठिदिनको लागि म अनुरोध गर्छु। र म यो खानामा अनुरोध गर्छु माइकको फ्रन्ट 2टा त्यहाँ राख्ने, माइकको फ्रन्ट क्यामेरा चाहिँ उहाँको हातमा राख्दिनुहोस्। म छिटो जाँदैछु है। कस्तो राम्रो हुँदो रहेछ साथीहरू बे त एकदमै मलाई चाहिँ जस्ट मन पर्छ। लाइक यहाँ उपस्थित महानुभावलाई म अनुरोध गर्छु। पवित्र विवाहलाई म सञ्चालन गर्न लागिरहेको छु। अघि नै मैले भने यो चाहिँ जो व्यक्ति जुन केटा र केटी पवित्र छ उनीको लागि मात्रै यो गरिन्छ है। देवलाले बेबीको साथीले पक्रिदिनुहोस् माइक्रोफोन, स्ट्यान्ड नराखिदिनुहोस्। त्यही कारणले देवलाले बेबीको साथी होइन सहयोगी भनेको त कहाँ राख्नु अपविपद र अङ्गभङ्ग भएको अवस्थामा पनि इमानदार र विशेषज्ञ भई आफ्नो कर्तव्य पालन गर्दैछु। जीवनको हरेक पलमा एक आपसमा मिलेर प्रार्थना गर्दै अघि बढ्दै जानेछु। मृत्युले अलग नगरेसम्म कुनै रिसले त्याग्ने छैन भन्ने प्रतिज्ञा गर्दछु। आमेन। उहाँले के भन्नुभयो भने म परमेश्वरको डर र पवित्रतामा पुरा गर्नेछु भनेर चाहिँ उहाँले भन्नुभयो। त्यति मात्र होइन, कर्तव्य मात्रै पुरा होइन, उहाँको जीवनको हरेक पलहरूमा एक आपसमा मिलेर भनेर भनेको छ। एक आपसमा मिलेर, यो चाहिँ ठुलो कुरा हो। अनि उहाँले त्यो बहिनीको बाबा परमेश्वर तपाईँले छोराछोरीलाई आशीर्वाद गर्नुभएको छ। तपाईँको अनुग्रह, तपाईँको कृपा बरसाओस् प्रभु। म प्रार्थना गर्छु धन्यवाद। तपाईँ परमेश्वर हुनुहुन्छ। तपाईँ परमेश्वर पिताले छोराछोरीले सहायता गर्नुहुन्छ प्रभु। आज उहाँहरू मध्ये आज जोडिनु भएको छैन। अनि प्रभु आज उहाँको कारणले गर्दाखेरि परिवार जोडिनु भएको छ, मण्डली जोडिनु भएको छ, समाज जोडिएको छ प्रभु। तपाईँ परमेश्वर यी छोराछोरीलाई तपाईँले सहायता र आशीर्वाद दिनुभएको छ। जसरी तपाईँ परमप्रभु परमेश्वरले अब्राहमलाई आशीर्वाद दिनुभयो त्यसरी प्रभु अब्राहम सारालाई आशीर्वाद दिनुभयो। त्यसरी प्रभु तपाईँका त्यसरी नै प्रभु उहाँको सन्तानले टाढा थाक्न सकेको तपाईँको राज्य विस्तार, तपाईँको महिमाको निम्ति प्रार्थना गर्छु। जसरी अब्राहमको आशिष अहिलेसम्म बगाइरहेको छ प्रभु, त्यसरी तपाईँको र उहाँहरू चाहिँ विवाह बन्धन
केटाले मुक्तेछ भने केटाले बोल्ला यो केक काट्नुभन्दा अगाडि प्रार्थना गर्नुपर्ने हुन्छ ल खाइदिनुहोस् दुलाले खाइदिनुहोस् पहिला दुलाले खाइदिनुहोस् दुलाले खाउनुहुन्छ दुलाले काट्ने हो दुलाले हतार गर्दैछ के छ हतार खानु हातले खाइदिन्छ हातले यतिको चाहिँ मलाई दामी लाग्यो यो आम्मा यतिको चाहिँ हुनुपर्छ है किन चाहिँ लजाउन हावामा नि यहाँ होइन बस्ने ए बस्ने लानु पर्ने घर उपर हो आउनु ल दामी हालौँ न केटाकेटी हो हालो है केटी जुन चाहिँ सबैभन्दा